हाम्रो वरिष्ठ पत्रकार टिकाराम यात्रीको पोस्ट फेसबुकमा देखेर मलाई अलिकति खुसी लाग्यो कि मैले पनि युएसएको प्रेसिडेन्सियल डिबेटहरू हेर्दाखेरि मलाई खुसी लाग्थ्यो कि कुन चाहिँ पार्टीको होइन डेमोक्रेटिकको अथवा रिपब्लिकनको चाहिँ कुनै एउटा सर्टेन पोइन्ट सर्टेन विवाद सर्टेन इस्युमा चाहिँ उसको धारणा के छ भनेर बुझ्न मन लाग्थ्यो र पछि यो क्यान्डिडेटलाई जितायो भने लगभग यस्तो खालको देश बन्ने छ भन्ने एउटा चाहिँ पहिले हामीले चाहिँ एउटा प्रेडिक्सन गर्ने ठाउँ रहन्थ्यो। त्यस कारणले गर्दा मात्रै त्यो एकदम ठिक लाग्थ्यो र यस्तो चाहिँ नेपालमा कहिले होला जस्तो चाहिँ मलाई लाग्थ्यो। र जुन टिकाराम यात्रीको यो पोस्ट देखेर मलाई खुसी लाग्यो कि उनले जुन आह्वान गरेका छन् प्रमुख दलहरूका जुन प्रधानमन्त्रीको दावेदार बनाएका छन् अहिले, यो चाहिँ एउटा राम्रो कुरा हो। किनभने पहिला दलहरू प्रतिस्पर्धामा होमिन्थे भने अहिले चाहिँ पहिल्यै प्रधानमन्त्रीको क्यान्डिडेट घोषणा गरेर दलहरू प्रतिस्पर्धामा होमिरहेका छन्। यो राम्रो कुरो हो र उनले उठाएको चाहिँ नि एउटा आह्वान गरेका छन् कि एउटा चाहिँ कमन प्लेटफर्ममा आएर चाहिँ नि विभिन्न इस्युहरूमा चाहिँ डिस्कोर्स चाहिँ गरौँ भनेर उनले आह्वान गरेको मलाई एकदम चित्त बुझ्यो। हो, वास्तवमै हो। अब अहिले चाहिँ जसरी पनि कुर्सी हत्याउने, जसरी पनि जितेर सदनमा पुग्ने मात्र मुद्दा देखिन्छ दलहरूको। जितिसकेपछि 5 वर्षको समय कसरी सदुपयोग गर्ने भन्ने सन्दर्भमा खासै मान्छेहरूले दिमाग लगाइरहेका छैनन्। नेताहरू पनि रणभुल्लमा छन् कि कसरी चुनाव जित्ने, होइन। साम दाम दण्डभेद जसरी भए पनि चुनाव जितेर छोड्ने मात्रै छ। जितिसकेपछि कसरी मैले चाहिँ नि यो सरकार चलाउने, कसरी चाहिँ नि शान्ति सुव्यवस्था कायम गर्ने, सुशासन कसरी कायम गर्ने, अथवा चाहिँ नि राज्य सञ्चालनका चाहिँ नि विभिन्न प्राविधिक पक्षहरू जुन चाहिँ नि एउटा मेथड्सहरू के कस्तो चाहिँ नि विचारशैलीमा लाने भन्ने कुरो कुनै पनि पार्टीले डिस्कस गरेको छैन। जसरी पनि अर्काको पार्टीलाई जसरी विरोध गर्ने, खुट्टा तान्ने, गाली गलोज गर्ने र आफू ठुलो हुने मात्रै छ। यस्तो डिबेट चाहिँ नि एकदमै अति आवश्यक छ। किनभने अहिले सोसियल मिडियामा चाहिँ हामीले देखिरहेका छौँ अफवाहहरू धेरै फैलिरहेका छन् र प्रष्ट विचार के हो त, केपी ओली भोलिको प्रधानमन्त्री भयो भने अब उनको रणनीति के हुनेछ, बालेन प्रधानमन्त्री भयो भने देश कस्तो किसिमले उनले हाँक्नेछन्, अथवा गगन थापा प्रचण्ड वा राजेन्द्र लिङ्गदेल प्रधानमन्त्री भयो भने देश कस्तो बन्नेछ भन्ने कुरो परिकल्पना गर्नको लागि हामीलाई कुनै पनि एउटा सुविधा छैन अहिले। त्यस कारणले गर्दा एउटा यो डिबेट एउटा जुन छ नि प्राइम मिनिस्टेरियल डिबेट चाहिँ जुन उहाँले आह्वान गर्नुभएको छ एकदमै राम्रो छ। यो अपरिहार्य नै छ र मैले जुन चाहिँ यो विभिन्न इस्युहरू छन् जस्तै जलवायु परिवर्तन र पर्यावरण सुरक्षा सम्बन्धी कुन प्रधानमन्त्रीको के धारणा छ, फोहोर मैलाको वैज्ञानिक व्यवस्थापनको लागि उहाँहरूको चाहिँ के छ योजना, निजी सरकारी तथा गैर सरकारी स्वास्थ्य संस्थाहरूलाई अझ प्रभावकारी बनाउन इन्टिग्रेसन र युनिफर्मिटी कायम गर्नको लागि के कस्तो योजनाहरू छ, सरकारी शिक्षा क्षेत्रमा व्याप्त समस्याहरूलाई दिगो व्यवस्थापन कसरी गर्ने, होइन, अनि विदेशी नीति र विभिन्न देशहरूसँगको सम्बन्धलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा उहाँहरूको धारणा के कस्तो छ। त्यसै गरी आर्थिक उन्नतिका लागि प्र्याक्टिकल र ठोस रणनीतिहरू के रहेका छन् त उनीहरूका, त्यो कुराहरू भयो। अनि आफूले परिकल्पना गरेको विकासको मोडल कस्तो छ, विकासको मोडल होइन, एउटा चाहिँ नि प्रदेश वाइज, नेसनल वाइज अथवा चाहिँ जुन स्थानीय सरकार वाइज उनीहरूको यो चाहिँ विकासको मोडल कस्तो छ, त्यही अनुसार चाहिँ बजेट विनियोजन र व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यसको लागि के छ योजना, त्यसको बारेमा क्वेसनहरू सोध्नु पऱ्यो। अनि कृषि र पर्यटन सम्बन्धी चाहिँ नि योजनाहरू के छ होइन, त्यसमा चाहिँ त्यसपछि प्राकृतिक सम्पदाहरूलाई अधिकतम सदुपयोग गरेर कसरी देश चाहिँ धनी बन्ने, यी कुराहरूमा चाहिँ एउटा सर्ट टर्म प्लान के छ, लङ टर्म प्लान के छ भनेर यी कुराहरू मात्रै होइन, मैले अहिले सरर भनेको मात्र हो, अरू पनि मुद्दाहरू छन्। एउटा चाहिँ 10वटा अथवा 12वटा कुनै एउटा मुद्दाहरूमा चाहिँ प्रत्येक क्वेसनमा स्पेसिफिक भएर क्वेसन सोध्ने र उहाँहरूको चाहिँ नि सर्ट टर्म लङ टर्म भिजन के छ भनेर चाहिँ क्वेसन सोध्ने एउटा प्लेटफर्म भयो भनेर त्यो चाहिँ नि एउटा नेसनल कुनै टेलिभिजन अथवा चाहिँ उसबाट चाहिँ टेलिकास्ट गरिदिने र सबैले चाहिँ नि हेर्न सक्छन् कि लाइभ उनीहरूको धारणा के छ। र त्यो इन्टरभ्यू त्यो चाहिँ जुन बहस हुन्छ त्यो बहसले चाहिँ के गर्छ भन्दाखेरि हामीलाई चाहिँ नि यो पार्टी भयो भने, यो पार्टीले जित्यो भने यस्तो खालको चाहिँ नि भविष्य बन्ने रहेछ भन्ने कम्तीमा पनि एउटा चाहिँ आधार खडा हुन्छ।
र यसमा यो भनिरहँदै गर्दाखेरि व्यक्तिगत रूपमा यो क्वेसनहरू चाहिँ पहिले पठाउनुपर्छ कि उहाँहरूलाई 5 दिन अथवा 7 दिन अगाडि चाहिँ यो क्वेसनहरूमा चाहिँ हामी डिस्कस गर्नेवाला छौँ भनेर क्वेसन पठाउनुपर्छ र उहाँहरूले व्यक्तिगत रूपमा आएर भन्ने होइन, किनभने कहिलेकाहीँ व्यक्तिले भनेका कुराहरू पार्टीले नमान्न सक्छ। त्यसकारण पार्टीमा गएर डिस्कस गरेर पार्टीले चाहिँ एउटा साझा छलफलमा ल्याएर विभिन्न यो बुँदा र मुद्दाहरूमा चाहिँ हाम्रो धारणा यो छ है, यसरी हामी अगाडि बढ्ने भन्ने सन्दर्भमा पार्टीकै डिसिजनहरू चाहिँ ल्याएर उहाँहरूले चाहिँ त्यो कार्यक्रममा भन्नु पर्यो, ताकि त्यो एउटा व्यक्तिको भिजन नभइकन त्यो एउटा पार्टीकै भिजन हुन्छ र